गाइस अब मेरो खुट्टाले कामै गर्न छोडिसक्यो। आइ एम फिजिकली अनस्टेबल भइसक्यो। कसरी हिँड्छ मान्छेहरू यस्तो हाइकिङ? आम्मा ओ माई गॉड। हाई एभ्रिवान, यदि हजुरहरू पनि हाइकिङको लागि सोच्दै हुनुहुन्छ भने चाहिँ दिस इज द पर्फेक्ट एन्ड बेस्ट प्लेस फर द हाइकिङ है। यो चाहिँ हाम्रो शिवपुरी नेसनल पार्कभित्र रहेको ढाब ड्याम, जुन चाहिँ नुवाकोट जिल्लाभित्र पर्दछ। अनि यहाँ जानको लागि चाहिँ हजुरहरूले चाहिँ सुन्दरजलबाट गए पनि हुन्छ, नत्र साखुबाट चाहिँ जर्सिङ पवा हुँदै पनि हजुरहरू चाहिँ यहाँ पुग्न सक्नुहुनेछ। यदि हिँडेर जान चाहनुहुन्छ, म चाहिँ पैदल यात्री भएर चाहिँ पुग्न चाहन्छु भन्ने हजुरहरूलाई लाग्छ भने चाहिँ सुन्दरजलबाट जानुहोस् भन्न चाहन्छु। किनकि यहाँबाट चाहिँ हामीलाई हिँड्दै जानको लागि चाहिँ एकदम धेरै दामी छ है। किनकि हामी जङ्गलको बिच बाटोबाट जानुपर्छ अनि शीतल पनि हुन्छ, हामीलाई खासै गर्मी पनि हुँदैन। अनि बिचमा चाहिँ एकदमै धेरै पानीको पनि सुविधाहरू छ। यहाँको पानी, सुन्दरजलको पानी, ओ माई गॉड, एकदम धेरै पर्फेक्ट पानी छ है। एकदम चिसो, एकदमै शान्त हुने होइन। अनि यहाँको वातावरण पनि एकदमै धेरै रमणीय पनि छ। अनि यहाँ छिर्नको लागि चाहिँ हामीले सुन्दरी जलको गेटबाट चाहिँ हामीले 100 रुपिसको टिकट लिनुपर्ने छ। र टिकट लिए पश्चात चाहिँ हामी त्यहाँबाट हिँड्दै आरामले हामी पुग्न सक्नेछौँ। अनि यहाँ जानको लागि चाहिँ यदि हिँडेर जान सक्नुहुन्छ, म चाहिँ हिँडेर जान सक्छु भन्ने हजुरहरूलाई लाग्छ भने चाहिँ हिँडेर जानुहोस् भन्न चाहन्छु। म चाहिँ हिँडेर जानको लागि प्रिफर गर्न चाहन्छु। तर म हिँडेर जान सक्दिनँ, अलिकति हजुरहरूलाई हिँड्न चाहिँ गाह्रो लाग्छ जस्तो लाग्छ भने चाहिँ आफ्नो बाइक स्कुटर लिएर पनि हजुरहरू चाहिँ जान सक्नुहुनेछ है। तर बाइक स्कुटर लगेर जाँदाखेरि चाहिँ अलिकति सचेत रहनु होला भन्न चाहे। किनकि यहाँको रोड चाहिँ अलिक अफ रोड छ होइन। अनि अफ रोड भएको कारणले गर्दाखेरि चाहिँ अलिकति बाइक स्कुटरहरू चाहिँ अलिकति होसियारपूर्वक चलाएर जानुहोस् भन्न चाहन्छु। अनि यहाँ चाहिँ हामीले चाहिँ अहिलेको समयमा गयौँ भने चाहिँ काफल, ऐसेलु, लालीगुराँसहरू चाहिँ मजाले प्रशस्त मात्रामा हामीले भेट्न पनि सक्छौँ। अनि यदि पैदल यात्री भएर जान चाहनुहुन्छ भने चाहिँ मेक स्योर गर्नु होला हजुरहरू चाहिँ 8 बजीसम्ममा चाहिँ सुन्दरजलभित्र छिरिसक्नु होला है। किनकि हामी चाहिँ यहाँबाट सुन्दरजलबाट चाहिँ हामीले 18 किलोमिटरको ट्राभल गरेर जानुपर्ने हुन्छ नि त। अनि हिँडेर जाँदाखेरि चाहिँ हामीलाई अलमोस्ट 3 देखि 3.5 घन्टा लाग्छ। त्यही भएर चाहिँ गएर फेरि हामीलाई फर्केर पनि त आउनुपर्छ नि त। त्यही भएर चाहिँ अलिकति सुन्दरजलबाट अलिकति चाँडै जानु होला। अनि अलिकति चाँडै छिर्नु भयो भने चाहिँ सजिलोसँगले पुगेर सजिलैसँग चाहिँ हजुरहरू त्यहाँबाट फर्किएर आउन सक्नुहुन्छ है त। त्यही भएर हजुरहरू पनि ढाब ड्याम घुम्न जानु होला हाइकिङमा भन्न चाहन्छु है त।